मे 3 विश्व स्वतन्त्रता दिवस। आज चाहिँ म बराक क्षेत्रका पत्रकार साथीहरूसित धरान उपमहानगरपालिका वडा नम्बर 4 मा रहेको शिवजट्टा मन्दिरसम्मको यात्रामा निस्केको थिएँ। विश्व राईसित सरर लागे, साथीभाइहरूसित भेट भयो। त्यसपछि भलसुरीदेखि धरानतिर लाग्यो। धरान पुग्न आधा जतिको सडक चाहिँ निकै धुलामे छ। यात्रा त गर्नै छ। धरानमा रमेश हतवालीसित पुनः भेट भयो। एक क्याफेमा चियापान गरेर हामी यात्रातर्फ बढ्यौँ। प्रेस स्वतन्त्रता दिवस परेकाले धरानको चर्चित ब्रदर्स बेकरीबाट केक लाने निधो भयो। एनसी राई केकको स्पोन्सर गरिदिनु भयो। केक लिएर धरानको भानुचोक हुँदै उकालो लाग्यो। शिवजट्टा जान धरान 0 पोइन्टबाट दाहिनेतर्फ मोडिनु पर्दो रहेछ। शिवजट्टा पुग्नु चाहिँ अलिक सडक निर्माणमा जोड दिनुपर्ने रहेछ। यातायातका लागि अलिक जटिल देखिन्छ। राम्रो दृश्य अवलोकन गर्दै हामी शिवजट्टा पुग्यौँ। शिवले बास बस्नु भएको, स्नान गर्नुभएको र केही जट्टा झर्न गएको हुँदा शिवजट्टा नामकरण गरिएको स्थानीय बताउँछन्। शिवजट्टा समाजका अध्यक्षले स्थानीय सरकारले यस क्षेत्रमा चासो नदिँदा ओझेलमा परेको कुरा पनि राख्नुभयो। त्यहाँ पुगेर शिव भगवानको दर्शन गरेर हामीले केक काटेर रमाइलो पनि गऱ्यौँ। अर्ग्यानिक खाना खाइयो। अहिले म बाहिरका खाना नखाने हुँदा मैले चाहिँ फलफुल र जुस खाएँ। शिवजट्टा साँच्चै ऐतिहासिक, प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्र रहेछ। निकै मनोरञ्जन प्राप्त पनि भयो। धरानमा रमेश हतवालीको अफिसमा एकछिन गफिएपछि गन्तव्य यात्रा पुरा गरियो। तपाईहरू सबैलाई विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।